ल आज चाहिँ मेरो प्याजमा पानी हालिरहेको छु है। मेरो प्याज चाहिँ यस्तो भइरहेछ अहिले। अनि यता चाहिँ अब जुकिनीको लागि रेडी बनाएको छु। यता चाहिँ प्याज यस्तो भइरहेछ। यो चाहिँ पुरानो सागलाई पानी हाल्दैछु। यो चाहिँ हाम्रो गाउँघरको जङ्गलको छ्यापी, कहिले मर्दैन रहेछ। यो छ्यापी त फुल फुलेर कस्तो राम्रो भइरहेछ। यस्तो राम्रो छ्यापी हुँदो रहेछ यो चाहिँ। रम्बल भन्छ नि, नेपालमा पनि एउटा पाउँछ नि रम्बल भन्ने छ्यापी, त्यस्तै हुँदो रहेछ। अनि यो चाहिँ मेरो लसुन कस्तो राम्रो भइरहेछ यो लसुन। अब यो लसुनलाई चाहिँ कहिले बान्ने हो थाहै पाएन हो साथीहरू। किन यो लसुनलाई बान्यो भने मुनि ठुलो आउँछ भन्ने सुनेको थियो है, ठुलो पोटी लाग्छ भन्ने सुनेको थियो, तर कहिले बान्ने हो थाहै पाएन। यस्तो भइरहेछ। मलाई भन्नु है साथीहरू, तपाईँहरू कसैलाई थाहा छ भने यो कहिले अहिले बान्ने टाइम भएको छ कि छैन मलाई भन्नु होला है त। यसरी घाम लागिरहेछ है, त्यही भएर चाहिँ मैले प्याजमा पानी हालेको, अस्तिदेखि हालेको है। अनि यो चाहिँ अर्को मसिनो खालको छ्यापी, यो एकदम राम्रो हुँदो रहेछ, धेरै फल्दो रहेछ यो चाहिँ। तर यसपालि त्यति राम्रो आएन रहेछ, पोहोरको भन्दा पनि त्यस्तो नराम्रो आएछ। हेर्नु, यो त फुल फुल्न लागिसकेको छ यो छ्यापी त। अनि यता नि रेडी भएको छ अब टमाटरको लागि। अब अर्को हप्तातिर त टमाटर रोप्नुपर्छ। कस्तो नराम्रो भएछ हेर्नु यो छ्यापी, त्यति राम्रो आएन रहेछ, के भएको है। यो प्याज चाहिँ राम्रै आएछ, तर यो प्याज पनि कस्तो फुल फुल्न थालिसकेको छ क्या। यो माथि फुल फुलेपछि चाहिँ मुनि त्यति फल्दैन रहेछ यो प्याज। किनकि पोहोर त्यस्तो भइरहेको थियो, मलाई खास थाहा थिएन। तर ठुलो मान्छेहरूले भन्दाखेरि यो माथि प्याजको फुल फुल्यो भने मुनि त्यति फल्दैन भन्ने कुरा चाहिँ साँच्चीकै रहेछ। अनि यो तरकारी रोप्ने मान्छेहरू चाहिँ म है साथी। कस्तो राम्रो भएको छ है प्याज, लसुन त कस्तो रड लाग्ने भएको छ हेर्न। तर यो कहिले बान्ने हो थाहै पाएन क्या। यो बान्नु पर्ने होला, बान्यो भने मुनि ठुलो फल्छ भन्ने सुनेको थियो। कहिले बान्ने हो कसैलाई थाहा छ भने मलाई भनिदिनु होला। अब पानी पनि बन्द गर्ने। यस्तो राम्रो छ हेर्नु, कस्तो राम्रो फुल